अहिले युवाहरूलाई रोजगारीको मात्रै होइन, हामीले उद्यमशीलताको कुरो गरिरहेका छौँ, उद्यमशील हुन सिकाइरहेका छौँ र उद्यमशील हुन मद्दत पनि गरिरहेका छौँ। उद्यमशील हुनका लागि आवश्यक पर्ने आर्थिक प्रबन्धको कुरा होस् अथवा प्राविधिक प्रबन्धको कुरा होस्, जस्ता कुराहरूमा सरकारले सघाइ पनि रहेको छ। सस्तो ब्याज दरमा ऋण दिने जस्ता कुराहरू र स्टार्टअप अनेक सुरु गर्ने जस्ता कुराहरू, महिला उद्यमीहरूका लागि विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला हुन्छ, त्यसलाई हामी बलजफ्ती रोक्न पनि सक्दैनौँ। र केही बाहिर जाने कुरा त स्वाभाविकै हो, अलिक ठुलो सङ्ख्यामा बाहिर जाने कुरा भइरहेको छ भन्ने कुरा हो। र मान्यज्यूको प्रश्नमै आएको छ कि खेतहरू बाह्रै बन्जर भइराखेका छन्, खेत छ त्यहाँ उत्पादन गर्न पर्ने ठाउँमा त्यो छोडेर ऋण काटेर बाहिर जानु अनि तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु, यो उचित तरिका होइन। त्यसकारण यसमा चाहिँ चेतनाको कमी देखिन्छ। त्यो चेतनाको कमीलाई पनि कम गर्नुपर्छ भनेर मैले अघि नै भने, चेतना वृद्धि गर्न जरुरी छ। र यसमा एउटा चाहिँ के छ भने नकारात्मक सोचको फैलावट, यो पनि भएन त्यो पनि भएन, केही हुँदै भएन, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य जुन क्रिएट गर्न खोजिएको छ, त्यसले यस देशमा केही हुँदैन, यो देश बन्दैन जस्ता कुराहरू जो लान खोजिएका छ, त्यसले कलिलो मस्तिष्कमा एउटा देशप्रति वैराग्य, निराश भाव, त्यो कुराहरू पनि फैलिएको छ। त्यसले गर्दाखेरि यस्ता कुराहरू सचेत नागरिकले, सचेत हुँ भन्ने तर गम्भीरतापूर्वक यस्ता विषयहरूलाई लिएर सकारात्मक सोचको वृद्धि गर्नुपर्ने, आत्मविश्वास जगाउनु पर्ने, आफ्नो देश आफूले बनाउनु पर्छ भन्ने भावना, देशभक्ति जगाउनु पर्ने, त्यसअनुसार काम नहुँदा देशमा बस्नु गौरवको विषय होइन, विदेश जानु गौरवको विषय बनाउने खालका सोचहरू, त्यस प्रकारका प्रचारहरू आदि कुराहरूले पनि यस नकारात्मक ट्रेन्डलाई अलि बढाइरहेको छ, जसलाई हामीले रोक्नुपर्छ। अर्को कुरा, बाहिर अध्ययनका लागि जाने कुराले